रूपन्देहीको बुटवलमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको सिनेमाटोग्राफी तथा भिडियो एडिटिङ सम्बन्धी कार्यक्रम आजबाट सुरु भएको छ। लुम्बिनी फोटोग्राफर सङ्घ रूपन्देहीले आफ्ना फोटोग्राफरहरूको क्षमता तथा दक्षता अभिवृद्धि गर्नका लागि 3 दिने सिनेमाटोग्राफी तालिम शुक्रबारदेखि बुटवलमा सुरु गरेको हो। कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिका वडा नम्बर 9 का वडाध्यक्ष एवं प्रमुख अतिथि प्रदीप कुमार श्रेष्ठले फोटोग्राफरहरूको क्षमता अभिवृद्धि गर्न सुरु गरिएको उक्त तालिमले फोटोग्राफरहरूको आय आर्जनमा वृद्धि हुँदै सकारात्मक प्रभाव छाड्ने बताए। तालिममा स्टोरी टेलिङ, क्यामेरा अपडेटिङ, कलर ग्रेडिङ र क्रिएटिभिटी फोटोग्राफी जस्ता विषयवस्तुमा भारतका प्रख्यात सिनेमाटोग्राफर एवं ग्रे इन्डियाका प्रमुख कार्यकारी अधिकृत साजन मदानले 3 दिनसम्म सहजीकरण गर्ने कार्यक्रम संयोजक तथा लुम्बिनी फोटोग्राफर सङ्घका कार्य समिति सदस्य दीपक भट्टराईले बताए। यस्तो खालको तालिम नेपालमै पहिलो पटक बुटवलमा सञ्चालन गर्न थालिएको र अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम बुटवलमा गर्न पाउँदा यहाँका फोटोग्राफरहरूलाई प्रत्यक्ष फाइदा पुग्ने लुम्बिनी फोटोग्राफर सङ्घ रूपन्देहीका महासचिव त्रिभुवन पाण्डेले बताए। तालिम पूर्ण प्रयोगात्मक रहने भएकाले पनि बढी लाभदायक रहने महासचिव पाण्डेको भनाइ छ। तालिममा रूपन्देही भरका 30 जनाले सहभागिता जनाएका छन्। उद्घाटन कार्यक्रममा लुम्बिनी फोटोग्राफर सङ्घका अध्यक्ष दिनेश अर्याल, वरिष्ठ उपाध्यक्ष रामप्रसाद भण्डारी र सल्लाहकार माधव पन्थले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। तालिम पौष 27 गतेसम्म सिद्धार्थ कटेज बुटवलमा सञ्चालन हुने कार्यक्रम संयोजक दीपक भट्टराईले जानकारी दिए।